दर्शकवृन्द, अहिले कालीमाटीको रोडमा भएको अवरोध प्रहरीले नियन्त्रणमा लिँदै गएको छ। बाँदर र भैँसीलाई समातिसकेको छ, अवस्था नर्मल हुँदैछ। हे बाँदर, तिमीले रातो बत्ती देखेनौ र तिमीले भैँसीलाई किन रोकेनौ? बहिनी, यो त राङ्गो हो, यसमा ब्रेक छैन। म के गरौँ? तिमी किन सधैँ यस्तो गर्छौ? यो सडक तिम्रो खेल मैदान होइन। मान्छेहरूलाई दुःख दिन छोड, नत्र म तिमीलाई यहाँबाट टाढा पठाइदिन्छु। ट्राफिक प्रहरीले गाली गर्यो। तिमीहरू छिटो आऊ। तिमी किन हाम्रो साथीलाई धम्की दिँदैछौ? माफ गर्नुहोस्, मलाई थाहा थिएन ऊ तपाईँको साथी हो। चलेको छ। कालीमाटीमा भैँसीमाथि सवार बाँदरले ट्राफिक प्रहरीलाई धम्क्यायो। दर्शकवृन्द, अहिले कालीमाटीको रोडमा भएको अवरोध प्रहरीले नियन्त्रणमा लिँदै गएको छ। बाँदर र भैँसीलाई समातिसकेको छ, अवस्था नर्मल हुँदैछ।